लुम्बिनी लायन्सले काठमाडौँ गोर्खासलाई पराजित गर्दै नेपाल प्रिमियर लिग ENPL को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ। बुधबार भएको एलिमिनेटर खेलमा लुम्बिनीले काठमाडौँलाई 4 विकेटले पराजित गरेको हो भने अब लुम्बिनी लायन्सको भेट भने दोस्रो क्वालिफायर्समा विराटनगर किङ्स विरुद्ध हुनेछ र यो खेल निकै नै रोमाञ्चक हुने भएको छ। त्यसो त लुम्बिनीमा डार्सी सर्ट जस्ता निकै नै स्टार खेलाडीहरू रहँदाखेरि अर्कोतर्फ विराटनगर किङ्समा फाफ डुप्लेसिस जस्ता IPL खेलेका निकै नै अनुभवी विश्व स्टार खेलाडीहरू रहने भएकाले पनि यो खेल चाहिँ निकै नै रोचक र प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। र आज भएको खेलमा काठमाडौँले दिएको 112 रनको लक्ष्य लुम्बिनीले 6 विकेट गुमाएर पूरा गरेको हो। लुम्बिनीले अब फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायर्समा चाहिँ बिहीबार विराटनगरसँग 4 बजे नै खेल्नेछ। विराटनगर पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयलसँग 77 रनले पराजित भएको थियो। लीग चरणमा तेस्रो भएको काठमाडौँ भने हार पछि अब प्रतियोगिताबाट बाहिरिसकेको छ। लुम्बिनीका लागि ओपनर डार्सी सर्टले 33 रन बनाए। 34 बल खेलेका उनले 2 छक्का प्रहार गरे। सन्दीप जोराले 23 बलमा 1 चौका 1 छक्काको मद्दतमा 23 रन जोडे भने कप्तान रोहित कुमार पौडेलले 25 बलको सामना गर्दा 18 रन बनाएको थियो र त्यस क्रममा उनले एउटा चौका एउटा छक्का प्रहार गरे। त्यसैगरी अर्कोतर्फ विकेट किपर निरोसन डिक बेलाले 14 बलमा 2 चौकाको मद्दतमा 14 रनै बनाएका थिए भने सर्टसँग ओपनिङ गरेका दिनेश अधिकारी व्यक्तिगत 4 रनमा तेस्रो ओभरमा आउट भएपछि ओपनर सर्ट र कप्तान रोहितले दोस्रो विकेटका लागि भने 29 रनको साझेदारी गरेका थिए। काठमाडौँका सन्तोष यादवले 2 तथा कप्तान करण केसी, सन्नी पटेल, शाह आलम र रसिद खानले 1-1 विकेट लिए। त्यसअघि कीर्तिपुर स्थित त्यो अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौँले 19.1 ओभरमा सबै विकेट गुमाएर 111 रनमा अल आउट भएको थियो भने काठमाडौँ सामु जुन लुम्बिनी लायन्सका बलरहरू निकै हाबी भएका थिए। काठमाडौँका लागि 8औं नम्बरमा ब्याटिङ गरेका सन्तोष यादवले 17 बलमा 1 छक्काको मद्दतमा सर्वाधिक 23 रन बनाए भने जोन सिप्सन र आदिल आलमले समान 18 रन बनाए। सिप्सनले 17 बल खेल्दै 1 चौका र 1 छक्का प्रहार गरे। आदिलले 11 बल खेल्दै 1 चौका र 2 छक्का प्रहार गरे। भीम सार्कीले 14 बल सामना गर्दाखेरि 1 छक्काको मद्दतमा 14 रन बनाए। लुम्बिनीका रुबेन टम्पलम्यान र शेर मल्लले सुरुमै शानदार बोलिङ गर्दै 2-2 को विकेट झारेपछि काठमाडौँले 14 रनमै 4 विकेट गुमाएको थियो र निकै नै धर्मराएको जुन काठमाडौँको ब्याटिङ अन्ततः ठूलो स्कोर बनाउन नसक्दाखेरि लुम्बिनीले सहजै जित निकालेको हो भने काठमाडौँका लागि भीम सार्की र जोन सिम्पलले 36 रनको साझेदारी गरे पनि त्यो साझेदारी चाहिँ टिक्न सकेन र पावर प्लेमा काठमाडौँले 4 विकेट गुमाएर 29 रन बनाएको थियो। 52 रनमा 7 विकेट गुमेपछि आदिल आलमले केही ठूला शटहरू खेल्दै इनिङ अघि बढाएका थिए र उनी 7औं विकेटको रूपमा गएका थिए। आदिल र सन्तोष यादवले भने साझेदारी प्रयास गरे पनि शेर मल्लले आदिललाई बोल्ड गर्दै साझेदारी तोडेका थिए। लुम्बिनीका लागि शेर मल्ल र कप्तान रोहित पौडेलले 3-3 विकेट लिए। शेर मल्लले 4 ओभरमा 22 रन खर्चेर 3 विकेट लिएका थिए भने शेर मल्लले सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा चाहिँ आफूलाई तेस्रो स्थानमा चाहिँ उक्लिएको छन् अथवा भनौं तेस्रो स्थानमा चाहिँ उनले दर्ता गराएका छन् र उनको 13 विकेट पुगेको छ। उनी भन्दा अगाडि सन्दीप लामिछाने 15 र अविनाश बोहराको 16 विकेट रहेको छ र रोहितले 4 ओभरमा 26 रन खर्चेर 3 विकेट लिए। यस्तै रुबेन टम्पलम्यानले 3.1 ओभरमा 9 रन खर्चेर 2 विकेट लिए भने अभिषेक गौतमले समान 1 विकेट लिएका थिए। आज निकै नै रोमाञ्चक अथवा भनौं निकै नै प्रतिस्पर्धात्मक हुने खेलको अनुमान गरिए तापनि काठमाडौँ गोर्खाजको चाहिँ ब्याटिङ लाइन धरापमा पर्दा आज खासै त्यस्तो राम्रो प्रदर्शन भने हुन सकेन र अब दोस्रो क्वालिफायर्सको लागि खेल लुम्बिनी र
विराटनगर टिमको चाहिँ निकै प्रतिस्पर्धा हुनेछ भने उक्त खेलको जुन इलिमिनेटर खेलबाट जुन लुम्बिनीले शानदार प्रदर्शन गर्दै आफूलाई चाहिँ आफ्नो दबदबा कायम गरेको छ। यदि बिहिबार पनि त्यही दबदबा कायमै राख्ने हो भने विराटनगर विरुद्ध निकै नै एउटा उत्कृष्ट छाप छोड्दै फाइनलको यात्रा तय गर्नेछ। तर विराटनगरका फाफ डुप्लेसिस त्यसै गरी मार्टिन गप्टिल जस्ता स्टार खेलाडी र नेपालको तर्फबाट सन्दीप लामी छाने जस्ता ग्लोबल स्टार बलर सामु चाहिँ लुम्बिनीलाई त्यति सहज भने पक्कै पनि हुने छैन। तर लिग चरणमा भने विराटनगरलाई लुम्बिनीले हारको स्वाद चखाइसकेको छ। त्यो हुनाले पनि यो खेल चाहिँ निकै रोचक हुने अनुमान गरेको छ। तपाईहरुको विचारमा बिहिबार हुने दोस्रो क्वालिफायर्स खेलमा चाहिँ कुन टिमले चाहिँ जित निकाल्दै सुदूरपश्चिमसम्मको भेट पक्का गर्ला, साथै यसपटकको ट्रफी कुन टिमले चाहिँ उचाल्न सफल होला? आफ्नो विचार कमेन्ट बक्समा उल्लेख गर्नुहोला। हामी नयाँ प्रसंग साथ तपाईहरुमाझ फेरि पनि आउनेछौं। धन्यवाद।